धुर्मुस र सुन्तलीलाई कोले मन पराउनुहुन्छ ल त लाइक कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल. लेट्स गो टु वाच अ भिडियो. लेट्स गो. आशा र प्रेरणाका स्रोत सुन्तली भन्ने पाएँ. यति मात्रै नभएर समाज परिवर्तनका
अभियन्ता धुर्मु सुन्तल भन्ने पनि भेटेँ। अनि तलतिर फेरि नेपाली समाजलाई एकतामा बाँध्ने प्रेरक धुर्मु सुन्तली भनेर पनि। अनि होइन कति धेरै रहेछ उहाँहरूले पाउनुभएको उपाधि भन्दै हेर्दै जाँदा तल फेरि के पाएँ भने नेपाल र नेपालीको गौरव, नेपाल र नेपालीको गौरव धुर्मु सुन्तली भन्ने पाएँ। हामी आज यस्ता व्यक्तित्वहरूको अगाडि बसेका छौँ र हामी सम्पूर्ण नेब्रास्कावासी, नेपाली भाषी अथवा हामी नेपालीहरू अत्यन्तै गर्व गर्नुपर्दछ र आज उहाँहरूलाई प्रत्यक्ष रूपमा हामीले स्वागत गर्न पाउनु हामी सबैको लागि चाहिँ गर्व र खुसीको कुरा हो। र यो छोटो भेटघाटले आपसी चिन्जान, आत्मीयता र सकारात्मक ऊर्जा थप्छ भन्ने विश्वास तपाईँ हामी सबैले लिएका छौँ र चाहिँ आजको यस कार्यक्रममा ग्रेट इभेन्ट सेन्टरद्वारा आयोजित यस मिट एन्ड ग्रिट कार्यक्रमको निमन्त्रणालाई स्वीकारेर मेरा आदरणीय हजुरहरू अत्यन्तै महान व्यक्तित्वहरू हुनुहुन्छ है। कति त हामी प्रत्यक्ष भेटेका पनि थियौँ होला, तर पनि एकदमै रोल मोडलहरू हुनुहुन्छ यहाँ आज। मैले भन्नै पर्छ ज्ञानेन्द्र भण्डारी दाइ, मैले पनि मास्टर्स गरेका थिएँ, त्यस युनिभर्सिटीकै भाइस प्रेसिडेन्ट अनि श्रेष्ठ दाइ पनि आज तपाईँ हामी समक्ष आउनुहुन्छ। त्यति मात्रै नभएर हामी नेपाली भाषीहरूलाई नेब्रास्कामा जहिले पनि उहाँले सल्लाह सुझाव दिँदै आउनुभएको। यहाँ विविध छ, अब यहीँ कलाकारकै कुरा गर्नु आज है, अमर थापाजी यहीँ हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ है। र चाहिँ यसरी चाहिँ आज हामी विभिन्न क्षेत्रका सबैको प्रशंसा र परिचय दिएर अब मैले समयलाई मैले मध्यनजर गर्नुपर्ने भएकोले गर्दा त्यतापट्टि गइनँ। र चाहिँ म उहाँहरूले चाहिँ विशेष गरेर बाढी पीडितहरूलाई राहत पुर्याउनु भयो, सोही प्रकारले भूकम्प पीडितहरूलाई पनि राहत पुर्याउनु भयो। कसरी पुर्याउनु भयो त भन्दाखेरि चाहिँ एकीकृत शान्तपुर नमुना बस्ती निर्माण गरेर, त्यति मात्रै होइन एकीकृत मुसर नमुना बस्ती पनि निर्माण गर्नुभयो। र तेस्रोमा उहाँहरूले एकीकृत गौरचौर नमुना बस्ती हामीले सबै मिडियामा देखेकै छौँ होइन, हामी सबै अवगतै छौँ। र त्यति मात्र नभएर वीर हस्पिटलको आजको कार्यक्रम सर्वप्रथम सम्माननीय प्रमुख अतिथि हाम्रो प्रिय कलाकार तथा राष्ट्रिय गानाहरू सीताराम कटेलज्यू, उहाँलाई दुर्मस पनि भनिन्छ, निकै फेमस नाम हो यो चाहिँ दुर्मस। र त्यसै गरी हाम्रो कुञ्जना घिमिरे सुन्तलेज्यू र त्यसै गरी आदरणीय अतिथि महानुभावहरू जहाँ यहाँ उपस्थित हुनुभएका छन्, बोर्ड सदस्यज्यूहरू, समाजका अगुवा व्यक्तित्वहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई यहाँ स्वागत गर्न चाहन्छु। र त्यसै गरी म अत्यन्त आभारी छु डाक्टर कुमार गुरुङजी र ग्रेट इभेन्ट सेन्टरका जति पनि सदस्यहरू छन् र आजको दिन यो माहौल मिलाइदिनु भएकोमा र हामीलाई यहाँ नियुक्ति दिनुभएकोमा त्यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। स्थायी बसोबासको लागि एउटा चाहिँ हामीले मिलाउन सक्यो भने यो हाम्रो गौरवको कुरा हुनेछ कि हामी माझ चाहिँ एउटा चाहिँ राष्ट्रिय गाना चाहिँ सधैँ हुनेछ, जुन कि हाम्रो लागि निकै गर्वको कुरा हुनेछ। र यसको लागि हामी सबैले जसरी हुन्छ, कसरी हुन्छ, फकाएर हुन्छ, बनाएर हुन्छ, वातावरण बनाएर दिएर हुन्छ, जसरी हुन्छ यो चाहिँ पहल गरौँ। यति भन्दै मेरो यो 2 शब्द यहीँ टुङ्गिन चाहन्छु। धन्यवाद। मात्रै हाम्रो चाहिने मैले एउटा राष्ट्रका गहना तथा विपत्ति पनि भन्न चाहेँ। साथै विभिन्न सङ्घ संस्था, विभिन्न समुदायबाट पाल्नुहुने अग्रज व्यक्तित्वहरूप्रति मेरो नमस्कार व्यक्त गर्दै आज यस एउटा भलाको उतारी या एउटा स्वागत कार्यक्रममा विषयको तर्फबाट मलाई 2 शब्द बोल्न दिनुभएकोमा आजका यस आयोजक समितिप्रति म हार्दिक
हामीलाई सबैभन्दा सजिलो सबैभन्दा सहज तरिकाले कनेक्सन हुने भनेको एउटा कला एउटा संस्कृति नै रहेछ। हाम्रो यस ओमाहा नेब्रास्का पनि विभिन्न कला विभिन्न संस्कृतिमा हामीले काम गर्दै आएको कारणले गर्दा आज एनएन सोसाइटी र पुनिस कम्युनिटी एकअर्कामा अत्यन्त गुरुङ हाम्रो ग्रेट इभेन्ट सेन्टरका बोर्ड वान अफ द बोर्ड मेम्बर्स र चाहिँ खड्का गजमेर उहाँहरू दुईजनालाई खड्का गजमेर डिरेक्टर दुईजनालाई यो सर्टिफिकेट अफ एप्रिसिएसन हस्तान्तरण गरिदिन थ्याङ्क यू सो मच। सोसाइटीको फाउन्डर हुनुहुन्छ, एकजना सफल व्यवसायी हुनुहुन्छ र हामी सबैको अभिभावक हुनुहुन्छ र चाहिँ उहाँलाई आफ्ना दुई शब्द राखिदिनु हुन अनुरोध गर्छु। हाम्रो प्रमुख अतिथि र हामीले नेब्रास्कामा राख्न चाहिरहेको कलाकार समाजसेवी धर्म सुन्तली सीताराम कट्टज्यू र कुजनाज्यू उहाँहरूलाई सर्वप्रथम नमस्ते र स्वागत गर्न चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण वरिष्ठ व्यक्तित्वहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई एकमुष्ट स्वागत गर्न चाहन्छु र थ्याङ्क यू पनि भन्न चाहन्छु। ग्रेट इभेन्ट सेन्टर यसलाई हामीले नेपालीहरूको एउटा हब बनाउन खोजेका छौँ र यसमा साथ दिनुभएको छ यहाँहरूले र आज साँच्चैमा यो नेपाली त्यो जोस बल्ल आउँदैछ। यहाँ उपस्थित हजुरहरू सम्पूर्ण मेरो आदरणीय व्यक्तित्वहरू, हामीलाई अहिले आएर मात्र साथ दिनुभएको होइन, पहिल्यैदेखि मनमा बसालेर साथ दिनुभएको, कलाकारिताको क्षेत्रमा साथ दिनुभएको, समाज सेवाको क्षेत्रमा साथ दिनुभएको, हामीसँगै प्यारलली हिँड्नुभएको हाम्रा म त भन्छु शुभचिन्तक नि भन्न चाहन्न, मेरो परिवार जस्तो लाग्छ। जति पनि तपाईँ हामी भेट हुन्छ सम्पूर्णलाई म परिवारको रूपमा हेर्छु र मलाई पनि सुन्तली सेलिब्रेटी भन्दा नि सुन्तली चेलीबेटी भनेर धेरैले माया गर्नुहुन्छ। त्यही भएर म कहिले पनि हजुरहरूको टाढा भएको थिइनँ। त्यही भएर यहाँहरू सम्पूर्णलाई मनैदेखि मनभित्रको परिवार सम्झेर नमस्कार टक्राउन चाहे, स्वीकार्नु होला। म अघिदेखि मेरो धेरैचोटि आँसु बगेको छ, म धेरैचोटि रोएको छु, तर आजको मलाई गाह्रो भएको चाहिँ यो मेरो खुसीको आँसु हो। यहाँ अहिले यो ठाउँमा टेकेर यसरी बोलिरहँदा यो अवस्था, यो वातावरणको जसरी अहिले यो वातावरण सिर्जना भयो त्यसको लागि एकचोटि पछाडि सम्झिन चाहन्छु हाम्रो अर्जुन प्रधान सरलाई। उहाँले कुमार सरलाई भेटाउनु भयो, उहाँसँग भेट भयो, उहाँको ग्रेट इभेन्ट ब्रदर्सहरूसँग भेट भयो अनि आफूले आफूलाई ग्रेट फिल गर्न थाले। म यो 5 वर्ष म धेरै पछाडि जान चाहन्न, किनकि थाहा छ म फेरि त्यही अवस्थामा गएँ, म फेरि त्यही भयो भने आई वाज सो हर्ट एन्ड आई एम स्टिल सफरिङ। त्यही भएर म धेरै पछाडि यहाँ अगाडि ल्याएर सबै कुरा व्यक्त गर्न चाहन्न, तर म त्यो चिजलाई टोटल्ली बिर्सिन पनि सकिरहेको छैन, किनकि मलाई अझै पनि हर्ट हुन्छ, चित्त दुख्छ। किन भन्दाखेरि 4-5 वर्ष अगाडिबाट जुन पीडामा हामी गुज्र्यौँ त्यो पीडा त्यति बेलाको मात्रै थिएन। यहाँ हामी 2015मा जब स्टेज प्रोग्राम गर्नको लागि युएस टुरलाई हामी दुईजना आएका थियौँ, अर्को प्रमोद खरेल प्लस पशुपति शर्मा अनि सङ्गीता थापा मगर, हामी 5 जनाको टिमबाट आएको थियौँ र कमेडी चाहिँ हामी 2 जना मात्र थियौँ। हामी 2 जना कमेडियनबाट कमेडी प्रस्तुत गर्दै गर्दा दर्शकहरू हाँसेको देखे पछाडि त्यो स्क्रिप्टमा के लेखेको हुन्छ त्योभन्दा दोब्बर तेब्बर गइरहन्छ क्या, रोकिँदैन हाँसिरहनु भएको छ, हँसाइरहनु जस्तो लाग्छ, त्यो स्टेजै छोड्न मन लाग्दैन थियो कि त्यसरी कार्यक्रम गरिरहेको थियौँ। लगभग 10-12वटा प्रोग्रामबाट डिमान्ड
टाइम र यो टाइमलाई हामीले हेर्दाखेरि त्यो टाइममा हरेक चिजको अर्गनाइजेसनको त्यस्तै भ्यालु हुन्थ्यो, कलाकारको पनि त्यस्तै भ्यालु हुन्थ्यो, सबै चिजको स्टिल छ। बट ब्याक टु त्यो 10 वर्ष अगाडि जाँदाखेरि चाहिँ त्यस्तो खालको भ्यालुएबल प्रोग्राम हुँदै हुँदै सबैलाई हँसाउँदै जतिको उपस्थिति हुँदा पनि उहाँहरूले इन्टरटेनमेन्ट लिँदै हामी यसरी अगाडि बढ्यौँ। त्यो टाइममा अचानक नेपालमा भूकम्प भयो। अघि कुमार सरले भन्नुभयो उहाँहरू के को ब्रान्ड एम्बेसडर हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँ के छ भन्दा हामी त्यो बेलामा 2015 मा अमेरिका आउनुभन्दा अगाडि नेपालको एउटा भन्न सरकारले हामीलाई चाहिँ कलाकारलाई सायदै पहिलो हुनुपर्छ यो कलाकारिता कोषमा कलाकारलाई एउटा राज्य संयन्त्रले पत्याइदिएर सद्भावना दूतको रूपमा सरसफाइ सद्भावना दूतको रूपमा चाहिँ हामीलाई नियुक्त गर्नुभएको थियो। त्यो टाइमबाटै हामीलाई चाहिँ के भइसकेको थियो एक किसिमको अब यो हुनु रहेछ, यहाँसम्म आउनु रहेछ, अझ अगाडि कति यात्रा जाला। तर त्यो टाइममा चाहिँ के भने हामी एक त साँच्चै नै रियल लाइफमा श्रीमान श्रीमती त्यहाँ माथि रियल लाइफमा पनि हामीले त्यो प्यारलली त्यो भूमिकाहरू निर्वाह गर्दा सबैजना खुसी रहनु भएको। वाइ नट अब केही सामाजिक काममा पनि हामी दुवैजना त छौँ, एक अर्काको लागि पूर्ण छौँ, हामी दुईजना भयो भने के गर्न सकिँदैन जस्तो जहिले पनि हामी सरसफाइ गर्थ्यौँ, त्यो भावना आउँथ्यो। त्यसपछि सरसफाइ दूत भनेर हामीलाई चाहिँ यतिको आश गरिसकेपछि हामीले सरसफाइ कहाँदेखि गर्ने त पहिला सोचदेखि गर्ने, मनलाई जहाँ जाँदा पनि मान्छे हाँस्नुहुन्छ, सायद त्यहाँ सफा भरै हो, गुड भाइब्स दिने, गुड भाइब्स लिने, केही चिज फोहोर छ भने त्यसलाई सबैको मस्तिष्कबाट डिलिट गर्ने भन्ने अभियान चलाउने र सँगसँगै सहर बजार गाउँ बस्ती सबैलाई वेल म्यानेज गरेर सफा राख्ने। त्यो चाहिँ किनकि हामीले पहिला पनि धेरैवटा विदेशमा विदेशमा घुम्ने क्रममा चाहिँ सफा सहरहरू देखेको भएर हाम्रो देश नेपाललाई पनि यस्तै सफा बनाउन पाए हुन्थ्यो नि भनेर जहिले पनि कल्पना गरिरहेको। हामी सबैलाई छ नि त राज्य संयन्त्रले अब चाहिँ भनौँ न एउटा पोलिटिकल पार्टिजका लिडर्सहरूले चाहिँ यस्तो गर्दै हुन्थ्यो भने त हामी सानैदेखि नै सोच्दै आएको। हाम्रो मम्मी बुवाहरूले त्यसैमा चाहिँ कति जीवन बिताउनु भयो। सो त्यो कारण हाम्रो बच्चापनदेखि नै हाम्रो देश पनि यस्तो भइदियो हुन्थ्यो, हाम्रो देश पनि विकसित अनि धनी राष्ट्र भइदियो हुन्थ्यो भन्ने लाग्थ्यो, कल्पना गर्थ्यो। आज कसैले पत्याउने सिचुएसनमा हामी छौँ र हामी सरसफाइमा पनि अगाडि बढौँ न, सुरुवात त सानै चिजबाट गरौँ भनेर हामी अमेरिका आउँदा सपनाको सहर सपनाको देश त्यहाँ जाँदैछौँ, एउटा सरसफाइको अभियान लिएर जाउँ भनेर श्रीमान श्रीमती कुरा गऱ्यौँ। त्यही सरसफाइको अभियान अन्तर्गत हामीले चाहिँ नेपालमा हाइवेमा जस्तो तपाईँहरू त जानुहुन्छ, कतिजना त नेपालको परिवेश बुझिसक्नु भएको छ, तर तपाईँको न्यू जेनेरेसन बच्चाहरू कलेज स्टुडेन्टहरू एकचोटि नेपाल घुमाउन लैजाउँ न त भन्दाखेरि बिचमा टोइलेट जान नपाएर गाह्रो भएको अवस्था विभिन्न सिचुएसनहरू हामीलाई सुनाउनुहुन्थ्यो। त्यो भएपछि किन यता विदेशमा जस्तै अमेरिकामा जस्तै हाइवेमा चाहिँ यस्तो टोइलेट निर्माण गरेर त्यस्तै खालको चाहिँ यहाँको जस्तै दिउँ न केही भनेर सेवा सुविधा भन्ने सोचेर चाहिँ त्यसको लागि हामी एउटा अभियान बोकेर सुरुवातमा त्यसरी आयौँ। हामीलाई थाहा थिएन भूकम्प जान्छ भने। त्यही अभियान अन्तर्गत नेपाली हामीले 17 लाख जति 9वटा स्टेज पर्फर्मेन्स गर्दा गर्दै त्यति कलेक्सन भएको थियो। त्यही बेलामा भूकम्प गइदियो, 10औँ स्टेज हामी चढ्न पाएनौँ। नपाइसकेपछि अनि अब हामी फर्किनु पर्ने भयो। देश रोइरहेको बेलामा भन्नुहोस् त कसरी हँसाउने सम्भावना भएन। छोरी 13 महिनाकी थिइन् त्यो बेलामा, प्रमोद खरेलको पनि सानो बच्चा अनि पशुपति शर्माको पनि बच्चा। अनि हामीलाई विशेष त अझ उताबाट बोलाएको होइन नि त, यताबाट हजुरहरू सम्पूर्णको नेपाली भुटनिज कम्युनिटी म सबैलाई एकै ठाउँमा राख्छु र उहाँहरूले सबैले तपाईँहरू जानुपर्छ भन्नुभएको कि भ्यालु कति रहेछ। अरूको देशमा बसे पनि आफ्नो देश र आफ्नो पुर्खाहरूले दुःख गरेको ठाउँ, आफूले पनि स्वयं दुःख गरेको ठाउँ, त्यो काहीँ न काहीँ त त्यो मनमा छ नि त। ती चिजहरू जानुहोस्, तपाईँहरू जानुहोस्, हामी छौँ भनेर हामीले मात्र गरेको होइन। यो समाजसेवाको विकास, यो समाजसेवाको काम, यो एप्रिसिएसन अहिले लिइरहँदा म धेरै भावुक भएको। यसमा मेरो र उहाँको मात्र पनि हजुरहरू हाँस्नु भएकै थियो। अब त झन् दैलोमै आएर गर्दा त डेफिनेटली हाँस्नुहुन्छ, त्यसमा डाउटै छैन। चाहना छ नि छैन होला त। मैले कुमार सरलाई नै भनेको थिएँ यो कुर्सी देख्ने बित्तिकै मलाई त्यहीँबाट तर्सिन आइसक्यो। यो कुर्सी त हामीले कहिल्यै हेरेनौँ। हामीले सबैभन्दा जहिले पनि हेरेको एउटै चिज छ, हजुरहरूको मन। हजुरहरूको मनमा बस्न पायो भने यो कुर्सी घर त्योसँग त्यति प्रभाव नहुने रहेछ। मलाई लाग्छ हामी दुवैजनाले पनि त्यो आश गरेर आएका छौँ। हजुरहरूले हामीलाई होस्टेमा हैस्ते गर्दै साथ दिँदै हौसला दिँदै अहिलेका जस्तै हजुरहरूका ती शब्द बाणीहरू त्यतिले पनि धेरै ठुलो राहतको काम गर्छ। हामीलाई ऊर्जा मिल्छ, केही गरौँ भने फेरि जोस आउँछ र यो चिज हजुरहरूले सधैँ राख्नुहुन्छ, कायम
कायम राख्नुहुन्छ, हामीलाई त्यस्तै किसिमको माया दिइराख्नुहुन्छ र दिइराख्नुहोस् है। अनि हामी कलाकारितामा आउँछौँ है भनेर जानकारी गराउन चाहे, अनुरोध गराउन चाहे। आजको लागि यति नै भन्दै म यो माइक कुमार सरलाई हस्तान्तरण गर्न चाहे। थ्याङ्क यू सो मच। विशेष त म प्रमुख अतिथि होइन, हजुर हामी सबैजना मानव हौँ। हजुरहरूको मनले, हजुरहरूको उपस्थितिले प्रमुख बनाइदिनु भयो। मलाई यो प्रमुख अतिथि यहाँनिर मलाई के छ चुर्रा परेको जस्तो हुन्छ। म त्यस्तो बस्न सक्ने मान्छे होइन। मलाई हजुरहरूको मनमा बस्ने, हजुरहरूसँग गफ गर्ने, गाउने, हाँस्ने, नाच्ने, रमाइलो गर्ने, काम गर्ने यस्तो चिज मनपर्छ। तर पनि हजुरहरूले आज विशेष बनाइदिनु भयो। थ्याङ्क यू सो मच एभ्रिबडी। हृदयदेखि नै नमन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद आदरणीय व्यक्तित्व डाक्टर कुमार गुरुङज्यू। आजको यो समारोहमा उपस्थित रहनुभएका नेब्रास्का नेप्लिज कमिटीका अध्यक्षज्यू, भोटनिज नेप्लिज कमिटी अफ नेब्रास्काका अध्यक्षज्यू, आदरणीय सम्मानित व्यक्तित्व ज्ञानेन्द्र बहादुर भण्डारीज्यू, विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुभएका वरिष्ठ व्यक्तित्वहरू, अघि मैले थाहा पाएअनुसार हाम्रो एक युनिभर्सिटीको चाहिँ भाइस प्रेसिडेन्ट हुनुभएका आदरणीय व्यक्तित्व चाहे। आज यति धेरै सम्मानित व्यक्तित्वहरू जो आफ्नो क्षेत्रमा प्रभुत्व जमाउनु भएको व्यक्तित्वहरू समक्ष उपस्थित भएर दुई शब्द राख्ने अवसर जुरेको छ र यो अवसर जुराइदिने म पनि सम्झन चाहन्छु मेरो आदरणीय मित्र अर्जुन प्रधानज्यू, जो मार्फत आदरणीय व्यवसायी, सामाजिक व्यक्तित्व, बौद्धिक व्यक्तित्व डाक्टर कुमार गुरुङज्यूसँग हामी जोडिएका थियौँ र 2072 सालको भूकम्पमा देशमा त्यो विपदमा सारथी बन्नका लागि हामी अमेरिकाबाट खुसी हुँदै हाम्रो उपस्थिति नै राहत होला भनेर नेपाल गएका थियौँ र 2082 सालमा आफै रुँदै हामी यहाँ आउँदै गर्दा डाक्टर साहबले यति धेरै आत्मबल र यति धेरै मनोबल दिनुभयो, त्यो भनी शान्ति छैन। घरको एउटा अभिभावक, एउटा सदस्यले चाहिँ तपाईँहरूको योगदान, तपाईँहरूले गर्नुभएको कलाकारिता, तपाईँहरूले अगाडिको सामाजिक यात्रा नजिकबाट हामीले महसुस गरेका छौँ, मनन गरेका छौँ र हामी छौँ। त्यो हामी छौँ भन्ने शब्दले डोराउँदै आज हामीलाई नेब्रास्का पुर्याएको छ, ल्याइपुर्याएको छ। म सम्पूर्णलाई नमन गर्न चाहन्छु, डाक्टर साहब लगायत उहाँको टिम र तपाईँ जसले हामीलाई कलाकारिताको क्षेत्रमा धुर्मोसुन्तली बनाइदिनु। हाम्रो जग त त्यहाँबाट सुरु भएको हो, हाम्रो यात्रा त त्यो हो र हाम्रो कलाकारिता जनजीवनको कलाकारिता थियो, घर दैलोको कलाकारिता थियो। धेरै बुवा आमाले यो हाम्रै केटो, हाम्रै छोरो धुर्मुसी हो, हाम्रै छोरी नातिनी सुन्तली अथवा बुहारीको रूपमा हेरिदिनु भएको थियो, जसको कारणले आफूले आफूलाई हामी भाग्यमानी यो अर्थमा ठान्छौँ कि हामी जीवन साथी पनि यहाँकै मायाको कारणले बन्यौँ। त्यो मेरी बासै कार्यक्रममा अभिनय गर्दा गर्दै धेरै ठाउँका मेला महोत्सवमा हामी पुग्दै गर्दाखेरि धेरै बुवा आमाहरूले तिमीहरू त भोलिका दिनमा जीवन साथी भएर अगाडि बढेको हेर्न चाहन्छौँ। धेरैतिर विवाह नै नहुँदै मलाई दाइ नमस्कार अनि उनलाई चाहिँ पहिले भाउजू नमस्कार भन्दै पनि स्वागत गर्नुहुन्थ्यो। अनि हामीलाई पनि लाग्यो उहाँहरूले त हामीलाई सँगसँगै हेर्न खोज्नु भएको छ, सँगसँगै यात्रा गर्नका लागि हामीलाई उहाँहरूले भित्रदेखि प्रार्थना गरिरहनु भएको छ। त्यसैले हामी यस्तो यात्रा गरौँ जसलाई, जुन यात्राले चाहिँ सबै नेपालीहरूलाई खुसी तुलाओस्, अरूबाट लिने भन्दा पनि अरूलाई दिएर चाहिँ जिन्दगी कटोस् भन्ने हामीले प्रे गर्थ्यौँ। त्यसको आशीर्वादले हामी कलाकारितामा अगाडि बढेका थियौँ र त्यो यात्रामा तपाईँहरूले त्यति धेरै माया नगर्नु भएको भए हामी धुर्मोसुन्तली
एउटा यस्तो चिजले हामीलाई त्यो इनर्जी दियो। सेन्ट लुइस सहरमा हाम्रो कार्यक्रम तय भएको थियो। कार्यक्रममा 1500 दर्शकहरूको उपस्थिति। नेपालमा भूकम्प गइसकेपछि 11 महिनाको छोरी छोडेर आएका थियौँ। पहिला त परिवारका सदस्यकै चिन्ता थियो र त्यो भिड हाँस्नका लागि, रम्नका लागि, रमाउनका लागि आएको भिड दर्शक, हामीले कार्यक्रम गर्न नसक्ने असमर्थता जनाउने बित्तिकै आयोजक पनि हाम्रो मनोभावनालाई बुझ्दै हामीलाई कार्यक्रम चाहिएको छैन, हामीलाई पनि पीडा भएको छ, नेपालमा त्यत्रो भूकम्प भयो, यसलाई शोकमा बदलौँ भनेर उहाँहरू पनि कन्भिन्स हुनुभयो र म यसरी नै मन्तव्य दिँदै थिएँ। त्यो शोककारक मन्तव्य दिँदा अचानक मलाई हक्कानो छुट्यो, गला अवरुद्ध भयो र त्यो 1500 को भिडबाट एकजना वृद्ध बुवा जुरुक्क उठेर, "धर्मुस बाबु, तपाईँ किन भक्कानिनुहुन्छ? तपाईँलाई जति नेपालको माया छ त्योभन्दा धेरै माया हामीलाई छ। हामीलाई तपाईँको कार्यक्रम चाहिएको होइन। हामी यहाँ रम्न पनि चाहँदैनौँ यस्तो अवस्थामा। तपाईँ त्यहाँ जानुहोस् जसको मुहारमा तपाईँ खुसी ल्याउन सक्नुहुन्छ। तपाईँको उपस्थिति नै राहत हो। तपाईँलाई देख्ने बित्तिकै त्यो पीडामा छटपटिरहेको मानिस थोरै भए पनि हाँस्न सक्यो भने तपाईँले प्रदान गर्ने औषधि त्यही हो। तपाईँले यो धरतीमा जन्मेको मानवता त्यही हो र हामी सबै तपाईँको साथमा छौँ। त्यतिखेर भुटनिज नेपाली सोसाइटीले कार्यक्रम गर्नुभएको थियो। यो सिङ्गो सोसाइटी तपाईँको साथमा छ। तपाईँ नेपाल फर्किनुहोस्। तपाईँको टिम नेपाल फर्केर ती पीडामा छटपटाइरहेका पीडितहरूको मुहारमा मलमपट्टि लाउनुहोस् भनिसकेपछि स्तब्ध भयौँ। शरीरका रौँहरू एकदम ठाडा भए। कस्तो धेरै ठुलो ऊर्जा प्राप्त भयो। हामीले केही सोचेनौँ त मानवता सोच्यौँ। अरूको सेवा गर्दाखेरि आत्मसन्तुष्टि मिल्छ। दुखीहरूको सेवा गर्नु नै त्यो एउटा पुनित कार्य हो, मानवीय धर्म हो भन्ने अभिप्रायले हामी सबै कार्यक्रमहरू क्यान्सल गरेर स्वदेश फर्क्यौँ। यहाँहरू सबैलाई थाहा छ, म समग्रमा मात्रै बताउँछु। नेपाल पुग्ने बित्तिकै पुगेको दिनै हाम्रो सानी छोरी सुबियानी, जो अहिले हामीसँगै छ, हामी उनको उपचारको लागि पनि आएका छौँ र उनको स्वास्थ्य समस्याको बारेमा पनि हामीलाई थाहा थिएन। तर परिस्थिति त्यस्तै सिर्जना भयो। हामीले त्यस्तो पीडामा रहेको सन्तानको पनि प्रभाव नगरिकन अरूको खुसीको लागि, अरूको सन्तानको भविष्यको लागि काम गरेका थियौँ र तिनै छोरीलाई टेन्टमा राखेको थियो र उनको आमाको चाहिँ दराज ढलेर 6वटा करङ भाँचिएको रहेछ र त्यो अवस्थामा भेट्ने बित्तिकै जीवन विज्ञान नाम गरेको संस्था, जो अहिले यहाँहरू सबैलाई थाहा छ, जीवन विज्ञान संस्था र हामी संयुक्त हिसाबमा विभिन्न राहत र उद्धारमा खट्यौँ र त्यतिखेर यहाँले मन पराएको भद्रगोल टेलिफिल्म भन्ने थियो, त्यो टिमका कलाकार भाइहरू सहित हामी विभिन्न राहत र उद्धारमा खट्यौँ र नुवाकोटको ककनी भन्ने ठाउँमा हामीले अस्थायी भए पनि 7 कोठाको विद्यालय बनाएका थियौँ। त्यस पश्चात काभ्रेको पहरी गाउँमा एकीकृत नमुना पहरी बस्ती, त्यसै गरी सिन्धुपाल्चोकको किरान्चोर भन्ने ठाउँमा किरान्चोर एकीकृत नमुना बस्ती, त्यसै गरी तराईमा मानवता र सद्भावको लागि एकीकृत नमुना होसर बस्ती र बाढी प्रभावितहरूका लागि एकीकृत नमुना सन्तपुर बस्ती हामीले ठडाउन सफल भयौँ। ती बस्ती ठडिएका होइनन्, यहाँको माया ठडिएको हो, यहाँको मन ठडिएको हो, यहाँको विचार ठडिएको हो, यहाँको प्रेम ठडिएको हो। हामीले प्रत्यक्ष रूपमा पनि हामीलाई यस्तो मनदेखि सद्भाव राखिदिनु भयो कि तपाईँहरू अगाडि बढ्नुहोस्। तपाईँहरू कलाकार मात्र होइन, तपाईँहरूले चाहिँ एउटा मानवताका लागि काम गरिरहनु भएको छ। यो धरतीमा जन्मिसकेपछि असल कर्म गर्नुपर्छ,
सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्छ। धुर्म सुन्तली तपाईँहरू हामीले बनाएको कलाकार हो, त्यसैले हामी तपाईँहरूको साथमा छौँ भनेकै कारणले हामी निरन्तर रूपमा ती सामाजिक काममा अगाडि बढ्यौँ। ती बस्तीहरू ठडिँदै गए र आज ती बस्तीवासी जसरी त्यो मिलेर बस्नु भएको छ, समुदायमा एकीकृत भएर बस्नु भएको छ। हाम्रो अभियान एकीकृत नमुना बस्ती विकासको अभियान थियो। भूकम्पले धेरै ठुलो विनाश त भयो, तर विनाश सँगसँगै विकासको मूल फुटाउने निकै ठुलो अवसर प्रदान गरेको हो भन्ने अनुभूतिले हामीले लागेका थियौँ। र गर्व छ हामीलाई, नेपालकै सबैभन्दा पुरानो वीर हस्पिटल, त्यसको सम्पूर्ण रङरोगन मेन्टेनेन्सको काम पनि गर्ने हामीले अवसर प्राप्त गऱ्यौँ। आज वीर हस्पिटलको त्यो पुरानो बिल्डिङमा जो कोही जाँदै गर्दा पनि हामीले रङ्गाएको भित्तो हेर्दै हामी त भावुक भयौँ। तपाईँहरूले यति राम्रो पुनित कार्य गर्नुभएको भन्दै हामीलाई स्याबासी दिनुहुन्छ। हामी बाँचेकै त्यही कारणले पनि हो, स्थिति पनि हामीले गुजार्नु पर्यो। त्यो भित्रका कथा व्यथाहरू बेग्लै छन्। कति चिजहरू हामी व्यक्त गर्न सकेका छैनौँ। ती नसकेका चिजहरू भोलिका दिनमा हामी आत्मकथा मार्फत पनि यहाँलाई राख्नेछौँ। र एकपछि अर्को बस्ती विकास गर्दै जाँदा हामीलाई यस्तो आत्मविश्वास, आत्मबल बढ्दै गयो कि जब नेपालले एक दिवसीय मान्यता प्राप्त गर्यो क्रिकेटमा, अनि ती खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको एउटा रङ्गशाला बनाउन पाएदेखि नेपाल जसरी विश्वमा चिनिएको छ, नेपालको झन्डा विश्वभरि फरफराउनका लागि, सिरोच्च बनाउनका लागि खेलाडीहरूले त्यस्तो मिहिनेत र दुःख कष्टका साथ खेल खेलेर चाहिँ अगाडि बढ्नु भएको छ। हाम्रो सानो मात्र यो सहयोगले पनि एउटा देशले अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला पाउँछ कि भन्ने कुराले सरकारसँगै सहकार्य गरेर हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको परिकल्पना गरेर 39% कार्य सम्पन्न गर्दै गर्दा आर्थिक अभाव सँगसँगै त्यो भित्रको चर्को राजनीतिको कारणले हामी बिचमा रोकिनु पर्यो र 5 वर्षदेखि निरन्तर 18 करोड 43 लाखको भारी बिसाउनका लागि सिंहदरबारभित्र धाइरहँदाखेरि त्यो यातना भने साध्य छैन। र त्यही 18 करोड 43 लाखको त्यो भारी बोकेर अहिले यहाँहरू समक्ष उभिएर पनि कति चिजहरू व्यक्त गर्न नसकेका चिजहरूले कुण्ठित भएको यो मन, खुसी खोजिरहेको मन अमेरिकामा आइसकेपछि पनि हामीलाई धेरै आलोचनाहरू पनि हामीले खेप्नु पर्यो। यहाँहरूले पनि धेरै थाहा छ, धेरै भ्रम फैलाउने काम हो। ती आलोचना गर्ने व्यक्तित्वहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ, सम्झन चाहन्छौँ र भन्न चाहन्छौँ, यहाँको जीवनमा कहिले पनि कसैले पनि आलोचना गर्ने कहिले पनि त्यो अवस्था नआओस्। भगवान्ले सबैलाई सद्बुद्धि दिउन्, सबैको राम्रो होस्, सबै समक्ष प्रेम बाँड्न पाइयोस्, यहाँको जीवन प्रेममय होस्, त्यो भन्न चाहन्छौँ। र खुसी कहिले पाइएला, खुसी कहाँ होला, त्यो मनभित्रबाट हटेको त्यो खुसी आजको मिल्ला कि भोलिको मिल्ला कि पर्सिको मिल्ला कि भन्ने थियौँ। र आजको यो सम्मानले फेरि हामीलाई खुसी फर्काइदिएको छ र हामी निरन्तर खुसी हुँदै, हिजो जसरी खुसी भएर तपाईँलाई हँसाउँथ्यौँ, मलाई ती चरित्रहरू प्रस्तुत गर्दै गर्दा कहिले धुर्मुस बन्थ्यौँ, कहिले सुन्तली बन्थ्यौँ, कहिले खड्काजी, कहिले मुस्कान पासा, कहिले फतुरी बुढी भने जस्तै भोलिका दिनमा अर्को कुनै क्यारेक्टर जन्माउँदै गर्दा त्यस्तै नामले यहाँले हामीलाई माया गर्दै अझै तपाईँहरूले चाहिँ हामीलाई हँसाइदिनुहोस् न, हाम्रो ससाना बालबालिका हँसाइदिनुहोस् न। हाम्रो बुवा आमा तपाईँको कार्यक्रम हेर्नुहुन्छ, यहाँ धेरै ठाउँ जाँदा पनि बुवा आमा भन्नुहुन्छ, बाबु हामी त तिम्रो कार्यक्रम हेरेर रमाउँथ्यौँ, अहिले हामी अमेरिकामा छौँ, नेपाली भजन कीर्तन नेपाली छौँ, तर अझै पनि हामीलाई तिम्रो कार्यक्रम चाहिएको छ, आधी घन्टा हँसाइदेऊ न बाबु, हामी हाँस्न चाहन्छौँ भन्ने बुवा आमाहरूलाई फेरि हँसाउन चाहन्छौँ। हामी यो भूगोलमा नेपालमा जस्तो कलाकारिता गर्नका लागि प्राविधिक हिसाबमा कठिन होला, तर
सुरुवात गर्दै जाँदा त्यो सहज बन्दै जान्छ जस्तो लाग्छ, किनभने हामी आफै सिर्जना गर्न सक्छौँ। र यहाँहरूले हिजोको दिनमा अमेरिका आउँदै गर्दाको त्यो कथा, त्यो पीडा हामी बोल्न सक्छौँ, पर्दा मार्फत बोल्न सक्छौँ। यो विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुभएका व्यक्तित्वहरू हुनुहुन्छ, त्यो सङ्घ संस्थाले गरेका असल कार्यहरू, राम्रा कार्यहरू, विदेशी भूमिमा बसेर पनि नेपालीपन, नेपाली कला संस्कृतिलाई, नेपाली भाषा संस्कृतिलाई जगेर्ना गरेका विषयहरू हामी संसारभरि रहेका नेपाली र नेपाली भाषी समक्ष पुर्याउन सक्छौँ कला मार्फत। यहाँ कति दुःख गरेर सफल व्यवसाय हुनुभएको छ, उहाँहरूले गरेका व्यवसायहरूलाई हामी प्रबन्धन गर्न सक्छौँ कला मार्फत, किनभने हामी यहाँहरूले त्यो अवसर दिनुभयो भने नेपाली माझ जाने पुग्ने जुनसुकै पेसा व्यवसायहरूमा पनि हामी सद्भावना दूत बनेर अगाडि बढ्न सक्छौँ। किनभने हामी नेपाल सरकारको सरसफाइ दूत, त्यसै गरी भूकम्प गइसकेपछि राष्ट्रिय पुनर्निर्माण दूत हुँदै विभिन्न कम्पनीहरूका चाहिँ ब्रान्ड एम्बेसडर भएर काम गरेको हुनाले हामी त्यस्ता प्रबन्धनात्मक चिजहरूमा पनि यहाँहरू समक्ष जोडिन चाहन्छौँ। यदि तपाईँहरूको व्यवसायमा हामी काहीँ अड्छौँ भनेदेखि कृपया हामीलाई हटाइदिनु होला, हामी त्यो आग्रह पनि गर्न चाहन्छौँ। एक हिसाबले भन्नुपर्दा हामी अरू चिजबाट चाहिँ रित्तिका छौँ, तर तपाईँहरूको मनबाट हामी कहिले पनि रित्तिँदैनौँ र रित्तिका रहेनछौँ भन्ने कुरा चाहिँ आज हामीलाई मनन भएको छ, महसुस भएको छ। मनमा सधैँ दिइरहनुहोस्, हामी यही आग्रह पनि गर्न चाहन्छौँ। र अरू अब धेरै कुराहरू भन्ने चाहना थियो, इच्छा थियो, धेरै कुरा चाहिँ यो भन्न नसक्ने अवस्थामा पनि छौँ हामी। एक हिसाबको एउटा नर्भस पनि भएका छौँ हामी, के चिज व्यक्त गर्ने, के चिज भनिराखेको छ, के चिज भन्नुहुने थियो भन्ने कुरा पनि त्यो दिमागले काम नगर्ने अवस्थामा पनि हामी गुज्रेको हुनाले हामीबाट यो बिचको यात्रामा 10 वर्ष उर्वर समय देशका लागि, दिन दुखीका लागि, समाजका लागि समर्पित गर्दै गर्दाखेरि यो यात्रामा कहीँ कतै पनि हामीले कमी कमजोरी गरेका छौँ भने पनि कृपया हामी माफी चाहन्छौँ। यहाँले बनाएको कलाकार हौँ, मानव हौँ, कहीँ कतै त्रुटि भएका छन्, भए पनि होला त्यस्ता छन्, त्रुटिहरूमा पनि यहाँले करेक्सन गरिदिएर अब आगामी दिनमा चाहिँ तपाईँहरू अगाडि बढ्नुहोस् है भनेर यसरी नै हौसला दिनुभयो भने साँच्चीकै यी सबै चिजबाट सिकेर, सबै चिजबाट पाएको भएर अगाडि बढ्नेछौँ। हिजोको दिनमा केही अपरिपक्व पनि बन्यो होला, तर मनमा कहिले पनि कुनै प्रकारको अरूलाई अन्याय गरौँ, अरूलाई बिगारौँ भन्ने भावना कहिले पनि आएन। अन्तिम सास रहन्जेलसम्म पनि सकारात्मक सोचै लिएर अगाडि बढौँ, अन्तिम सास रहन्जेलसम्म पनि संसारभरिका नेपालीहरूलाई हँसाइरहन पाऊँ। सामाजिक कर्म गर्दा पनि हाम्रो यात्रा सबैको मुहारमा खुसी ल्याउने नै थियो, कलाकारिताको दौरानमा पनि हाम्रो यात्रा सबैको मुहारमा खुसी ल्याउने नै थियो र अहिले अमेरिका आइपुग्दा पनि भोलिको दिनसम्म पनि हाम्रो यो यात्रा चाहिँ अरूलाई खुसी बाँडेरै बितोस् भन्न चाहन्छौँ। र त्यो खुसी बाँड्ने यात्रामा तपाईँहरू सँगै हुनुहुन्छ। हामीले यहाँ आउँदै गर्दा हाम्रो ठाउँमा आइदिनु न भनेर हामीलाई यति धेरै हृदयदेखि चाहिँ हजुरले गरेको आग्रह भोलिका दिनमा अहिले त हामी छोरीको उपचारको लागि हस्पिटलको प्रक्रिया अगाडि बढेको हुनाले नर्थ क्यारोलिनामा छौँ र उनको उपचार अब कसरी बढ्छ थाहा छैन। अलिकति लामै समयसम्म चल्ने भएको कारणले गर्दा छिटै उसको चाहिँ ठिक हुने भयो भनेदेखि हामी यहाँ निर्धक्क हुन्छौँ, हामीलाई कुनै समस्या छैन। किनभने यो आज घरभित्रको सदस्य, बुवा आमा, दाजुभाइ, दिदी बहिनी, मेरो परिवार भेटेको महसुस भएको छ। त्यसले गर्दाखेरि हामी अझै धेरै भावुक पनि बनेका छौँ र यति भन्दै पुनः यो ग्रेट इभेन्टलाई धेरै धेरै धन्यवाद। यत्रो धेरै संरचनाभित्र यहाँ नेपालीपन खोजिँदैछ, नेपालीहरूको हब बनाइँदैछ, नेपालीहरूका दुःख सुख पीडा रीतिरिवाज संस्कृति चाडपर्वहरू मनाउने एउटा चाहिँ स्थान बन्दैछ। संसारभरिका नेपालीहरूले भोलिका दिनमा चाहिँ यो सन्देश थाहा पाउँदै गर्दा सायद धेरै ठुलो गर्वको महसुस हुन्छ होला, होइन? दुःख गरेर
आज नेपाली यो स्थानमा पुगेर नेपालीहरूको हब बनाउन सफल, नेपाली विभिन्न पेसा व्यवसाय गरेर शानले चाहिँ अरूका सामु नझुक्दै स्थितिमा पुगेको यो ठाउँ, हामीलाई पनि यस्तो ठाउँ यहाँ रहनुभएका व्यक्तित्वहरूसँग चाहिँ सहकार्य गर्ने एकदमै इच्छा छ, एकदमै चाहना छ। त्यो अवसर प्राप्त होस् भन्दै पुनः हामी धुरौँ सुन्तलीको तर्फबाट श्रीमानको तर्फबाट सबैलाई धन्यवाद दिँदै मेरा खतरनाक भाइहरू भन्न चाहन्छु। मेरो अघि अलिकति टुङ्गिया रहेछ क्या, त्यही भएर मैले भनेको मलाई प्रमुख अतिथि नबनाउनु चाहिँ भने यो मिल्दैन नि त। अब यहाँ उहाँबाट माइक लिनु पर्यो। खास भन्नुपर्दा हजुरहरूलाई विशेष धन्यवाद चाहिँ आजको यो ग्रेट इभेन्टले गरेको धेरै वर्ष पछाडिको हाम्रो लागि त ग्रेट अपर्च्युनिटी, ग्रेट इभेन्ट नै भएको छ। सो त्यो ग्रेट इभेन्टमा हजुरहरूको अमूल्य समय, अमेरिका व्यस्त सहर, व्यस्तताको बावजुद पनि यसरी आफ्नो अमूल्य समय हाम्रो लागि छुट्याएर आइदिनु भएकोमा हजुरहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। र छिट्टै नै पहिलाकै जस्तो अवसर, पहिलाकै जस्तो अवस्थामा, पहिलाको जस्तै कलाकारिता अनि पहिलाको जस्तै यो मञ्च घन्काउने रहर छ, बजाउने रहर छ, हँसाउने रहर छ, त्यो अवस्था